जो बनाएर चाहिँ मुकबाङ भिडियो गराउँदैछु साथीहरू। ल गेला कस्तो भोक लाग्यो आज नास्ता खाए ल। कति मिठो अन्डा मेरो बुढो खान्छु भन्दै थियो बिर्सेछ ल। फास्टै बिरु भयो साथीहरू। म यही फर्स्ट उसले नटुरे छुट्टै ल ल चिसो भैँसी राखेर हाल्नु यो भैँसी राखेर हाल्नु न होइन यस्तै राख्नु फर्स्ट टाइम फर्स्ट टाइम पिरो चाउचाउको मुकबाङ भिडियो आउँदैछ। भान्जीको र मेरो सबैले सब्सक्राइब गरिदिनु होला। वाटर हालेको यहाँ हौसला मात्रै हालेको चिसो दुइटालाई चिसो क्या पानी पनि हाल्नु भन्नुभयो हाल्नु न हालिन खाए ल कस्तो भोक लाग्छ एउटा दिदी है न खाए ल। म त मर्छु होला बाउ मेरो बिहा पनि भएन। मर्नु छोराछोरी पनि पाएन है यस्तो पिरो खाने मरिन्छ होला साथीहरू के गर्नु गाह्रो छ। अन्डा खानै मन लाग्ने त्यस्तो चाउचाउ खाएर नि है कस्तो पिरो हो र दुइटा चाउचाउ तिनटा कति धेरै हालेछ 3 टा 4-6-7वटा हालेछ अझै यस्ता खाइएको पनि हालेछ पिरो। रातो ससेसमा पनि पिरो हुँदैछ क्या भ्याइहाल्दा लैदिने चाहिँ हामीलाई मुख भिडियो अफ गर्नु त्यो लटपटे नबोल्नु खाइरहनु नि गङ्गु खाएला आई मिस यु पिरो भयो धेरै मिस गर्छु पिरोलाई हो क्या अनि मोमोलाई रेड चिल्लीको झोल मोमो 110 को 5 को मैं तो दाँतै हल्ले पिरोले पसिना पनि आयो साथीहरू के गर्नु गाह्रो फर्स्ट हुनु भएको छ शान्ति आले दुर्गा चितौरीको अझै छ साथी मेरो नेल
पेट पोल्यो पेट पोल्यो भाइ मलाई अब थालेको मरे साथीहरू फर्स्ट हुनुभएको छ शान्तिले कङ्ग्रेचुलेसन थ्याङ्क्स त्यहाँ हाल्न त्यहाँदेखि मेरो हात कति ठुलो देखा साथीहरू हामी त अर्कोचोटि हामीले के ल्याइन्छ मासुको ल्याउँछौँ मासुको मुखबाङ मिठो ल्याउँछौँ मासुको यो चाउचाउ लास्टै पिरो हुँदो रहेछ साथीहरू हजुरले कसरी खानुहुन्थ्यो भरे दादाले Promise pudding jam. Bye. दाँत मात्र हाल्ने कि मेरो पेट पोल्यो साथीहरू मेरो पिम्पल बस्छ है मेरो पिरो भएर त्यहाँ ऊ चाहिँ डिम्पल पर्छ नपर्छ अनि दाँत फेरि यस्तो पैसा पठाइदिनु बोर्नलाई साथीहरू लास्टै पिरो भयो दाँत दरहरूले ल साथीहरू अब बाई बाई हामीले चाउचाउ पनि खाएर सकाएँ मैले अब नेक्स्ट भ्लगमा मासु ल्याउँछौँ मासु यहाँ चाहिँ सक्नु भएन माझीले अहिलेलाई हामीले चाहिँ अहिले लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला दुर्गा च्यानल पनि छ मलाई नि सब्सक्राइब गरिदिनु होला अनि मेरो चाहिँ सबै भ्लगमा चाहिँ सबैजनाले माया सार सपोर्ट गरिदिनु होला अनि हजुरको लागि पनि मैले सपोर्ट गर्नेछु पिरोलाई आत्तिएर मर्न लागिसक्यो साथीहरू के गर्नु ल आजको लागि सिगार पनि लास्टमा फेरि लाग्यो साथीहरू के गर्नु गाह्रो भयो ल आजको लागि सबैलाई बाई नमस्कार सबैलाई ल टेक केयर सेक केयर सबैतिर बेकेयर आजको लागि चाहिँ हामीले चाहिँ अबि धन्यवाद पोखिएन साथीहरू फेरि इन्ड गर्न गइरहेको छौँ